ओके, हामीसँग आज पोखरा विश्वविद्यालयमा नवनियुक्त प्राध्यापक डाक्टर देवेन्द्र अधिकारी सर उपकुलपति रूपमा नियुक्त भइसके पछाडि पदभार ग्रहण गरिसक्नु भएको छ र उहाँलाई स्वागत गर्दै हामी केही प्रश्नहरू गर्ने जमर्को गरेका छौँ। सरलाई स्वागत छ पहिला कुरा। र त्यस सँगसँगै जुन यहाँ पोखरा विश्वविद्यालयमा आइरहँदा पोखरा विश्वविद्यालयमा केही समस्याहरू पनि छन्। समस्याहरू विशेष गरेर भन्नुपर्दा अब अध्ययनका कुरा अध्यापनका कुराहरू त फरक पाटो रहे, त्यो सँगसँगै विकासका क्रममा विश्वविद्यालयको विकास क्रममा केही जग्गाहरू चाहिँ धेरै जग्गाहरू चाहिँ विश्वविद्यालयले अहिलेसम्म पनि संरक्षण गर्न सकेको छैन। त्यस विषयमा तपाईँसँग एजेन्डा अथवा योजना केही बनाउनु भएको छ? धन्यवाद। हामीले वास्तवमा भन्यो भने सबै विश्वविद्यालयहरूले अहिले सरकारको नीति तथा कार्यक्रम नै के छ भने आफ्नो जग्गालाई संरक्षण गर्नु पर्यो। कहीँबाट अतिक्रमण भएको छ भने ती अतिक्रमित जग्गालाई जसरी भए पनि विश्वविद्यालयले आफ्नो दायरामा ल्याउनु पर्यो भन्ने कुरा छ। त्यसमा चाहिँ हामी यहाँको लोकल गभर्मेन्ट, यहाँको स्थानीय गभर्मेन्टसँग सहकार्य गर्नुपर्ने हुन्छ। र पहिले त हाम्रो जग्गा कहाँ कति छ त्यो हामी पहिले खोज्नु पर्यो। त्यो जग्गा कुन अवस्थामा छ, कसरी छ भनेर हामी त्यसको मूल्याङ्कन गर्छौँ। त्यस पछाडि त्यसमा हामीले कुन कदम चालेर कोसँग सहकार्य गरेर कसको सहयोगले हामीले त्यो जग्गा आफ्नो पार्न सक्छौँ, हाम्रो जग्गालाई हाम्रैमा लिएर आउन सक्छौँ भन्ने कुरामा हामी अध्ययन गर्छौँ र छिट्टै नै यस विषयमा कार्ययोजना अगाडि बढाउँछौँ। अर्को कुरा सँगसँगै यहाँ आइसके पछाडि जुन पोखरा विश्वविद्यालयमा आगामी योजना, शैक्षिक योजना अथवा त्यस्तो खालको नयाँ यो कार्यक्रम गर्छु भनेर केही योजना बनाएर आउनु भएको छ? पोखरा विश्वविद्यालयमा चाहिँ वास्तवमा भन्यो भने धेरै प्रोग्रामहरू अहिले पनि चलि नै रहेका छन्। तर यहीँको लोकल मार्केटलाई ध्यान दिने, लोकल इन्डस्ट्रीहरूलाई फिडब्याक दिने, त्यससँग सम्बन्धित रोजगारमुखी केही कार्यक्रमहरू, पर्यटनसँग सम्बन्धित, आइटीसँग सम्बन्धित केही कार्यक्रमहरू हामीले सञ्चालन गर्नुपर्छ कि भनेर मैले आफ्नो कार्ययोजना पनि पेश गरेको छु। त्यसको बारेमा हामी अध्ययन गर्छौँ, एउटा टोली बनाउँछौँ विज्ञहरूको, र त्यस पछाडि हामी कार्यक्रमको अगाडि बढाउँछौँ। अर्को कुरा यहाँलाई नियुक्तिको विषयमा भन्नुपर्दा यहाँलाई जुन विश्वविद्यालय छनौट समितिबाट जुन शिक्षा मन्त्री संयोजक हुनुहुन्थ्यो उहाँहरूको छनौट भएर यहाँ विश्वविद्यालयको उपकुलपति रूपमा नियुक्ति हुनुभयो। नियुक्ति भइरहँदा पनि जुन विश्वविद्यालयका कुलपति अर्थात् पोखरा हालका नेपाल सरकारका प्रधानमन्त्री उहाँले भेट पनि गर्नु भएन, बधाई शुभकामना पनि दिनु भएन भनेर समाचारहरूमा नि आइरहेका छन्। यहाँ यस विषयमा खास बधाई दिन पनि तपाईँलाई शुभकामना पनि नदिनु भएको कुनै कारण हुनसक्छ? त्यस्तो होइन, किनभने पहिलेकै पनि परम्परा यस्तो फरक थिएन। जस्तो शिक्षा मन्त्री नै छनौट समितिको अध्यक्ष हुने र प्रो चान्सलर पनि हुने, र शिक्षा मन्त्रीले नै मैले पनि पहिले कुनै कार्यवाह गठन गर्दा पुरानो सुशीला कार्की सम्माननीय हुनुहुन्थ्यो, त्यतिखेर पनि हामीले शिक्षा मन्त्रीबाटै अझ शिक्षा मन्त्री भन्दा सचिवबाट लिएको हो। र अहिले पनि प्रधानमन्त्रीले नै नियुक्ति गरेको हो, उहाँलाई जानकारी छ। त्यसैले शिक्षा मन्त्री मार्फत हामीले शपथ पनि गरेका हौँ, सबै कुरा गरेको हुनाले प्रधानमन्त्रीको उपस्थिति नरहे तापनि उहाँको चाहिँ हामीलाई बधाई दिने कार्यक्रम चाहिँ नभएको होइन, उहाँले शिक्षा मन्त्री मार्फत दिनुभएकै हो। हामीले त्यसरी नै लिनुपर्छ। प्रधानमन्त्री व्यस्त पनि हुनुहुन्छ, उहाँ धेरै काममा व्यस्त भएको हुनाले आफ्नो केही कार्यभार त हस्तान्तरण गर्न सकिन्छ, त्यो सामान्य कुरा हो। अर्को कुरा भनौँ न, अब पोखरा विश्वविद्यालयमा विभिन्न नियुक्तिहरू हुँदैछन्। अब यसमा विशेष गरेर अहिले पनि पोखरा विश्वविद्यालयमा राजनीति पनि कुनै पनि राजनीतिमा नलाग्नु भएको सायदै कमै हुनु होला, सायदै नहुनु होला। अब तपाईँले जुन रजिस्ट्रार, डिनहरूको नियुक्ति गर्ने विषयमा लगायत अन्य निर्देशकहरू पनि नियुक्ति गर्ने विषयमा तपाईँले अब बाहिरबाट लिएर आउने योजना हुनुहुन्छ अथवा निर्दलीय व्यक्ति अथवा केही योजना बनाउनु भएको छ त्यो विषयमा? त्यस विषयमा कुरा गर्दा चाहिँ बाहिर भित्रको भन्नुभन्दा पनि पोखरा विश्वविद्यालयलाई उपयुक्त पात्र छान्नुपर्छ र त्यस हिसाबमा हामी अब एकैपल्ट 7-8 जना उपकुलपतिहरू नियुक्त भएका छौँ। हामीले संयुक्त रूपमै काम गर्ने, हाम्रो योजना उहाँहरूसँग सल्लाह गर्ने, उता के हुन्छ यता के हुन्छ हामी त्यो गर्छौँ। अब उहाँहरूका आस्था जे जस्ता छन् ती आस्थाका कुराहरूलाई कसैले हस्तक्षेप गर्दैन, तर ती आस्थाका कुराहरूलाई विश्वविद्यालयको पठन पाठन, विश्वविद्यालयको पारदर्शितामा, विश्वविद्यालयमा गर्ने कामहरूमा चाहिँ रिफ्लेक्ट हुनु भएन। तर उहाँहरूको आस्था उहाँहरूकै ठाउँमा राखेर विश्वविद्यालयको काम कारबाहीमा त्यो कुनै पनि हालतमा रिफ्लेक्ट नहुनुपर्छ र हुनु हुँदैन भन्ने मेरो मान्यता हो। र त्यस आधारमै हामी अरू अगाडिका प्रक्रिया, नियुक्ति प्रक्रियाहरूलाई अगाडि बढाउँछौँ। अर्को कुरा, तपाईँ आउँदै गर्दाखेरि तपाईँले कुनै नाम लिस्ट अथवा चाहिँ कुनै पकेटमा बोकेर आउनु भएको छ नियुक्तिको? मसँग कुनै नाम लिस्ट पनि छैन, कुनै पकेटमा पनि छैन। यहाँ आउने हो, यहीँ एक्सेस गर्ने हो, यहीँबाट हेर्ने हो, यहीँबाट उपयुक्त पात्र छान्ने हो। मसँग कुनै लिस्ट छैन। हस्, हुन्छ। यहाँको समयलाई हार्दिक धन्यवाद।